हेलो साथीहरू, आज म मेरो अफ्रिकन भयोलेट देखाउन गइरहेछु। हेर्नुस् त यी र्याकभरि छ। यो एउटा इन्डोर प्लान्ट हो। यसलाई डाइरेक्ट सनलाइटमा राख्नु हुँदैन, इनडाइरेक्ट सनलाइट पर्ने गरी राख्नुपर्छ। यो एकदम नाजुक हुन्छ। यसलाई चाहिँ पूर्वको खिड्कीतिर इनडाइरेक्ट घाम पर्ने गरी राख्यो भने चाहिँ एकदम बेस्ट होला जस्तो लाग्छ मलाई। अब चाहिँ जाडो महिना सिद्यो, अब यो फुल्न स्टार्ट गरिरहेछ। यो फुल्यो भने सबै धेरै वरिपरि धेरै फुल्छ र धेरै रहन्छ। यसरी पूर्वको घाम आउने गरी इनडाइरेक्ट तरिकाले राख्नुपर्छ। आज म यसलाई स्याहार्ने कसरी भन्ने कुरा बताउन चाहन्छु। यसको चाहिँ एउटा के राम्रो छ भने यसको पत्तैदेखि सर्छ र यसलाई चाहिँ एउटादेखि धेरै बनाउन सजिलो हुन्छ। यो अफ्रिकन भयोलेट चाहिँ पानीमा पनि सर्छ। 5 हप्तामा मजाले यसको जरा निक्लिन्छ। तर म चाहिँ प्राय डाइरेक्ट नै सार्छु, कोकोपिट, माटो, बलुवा मिसाएर। यो यसको मिडियम यसरी ग्लासमा हालेर पानी हालेर यसरी राख्यो भने 5-6 हप्तामा मजाले यसको जरा निक्लिन्छ। तर म चाहिँ डाइरेक्ट नै सार्छु र अफ्रिकन भयोलेटलाई पानी लगाउँदा यसको मुनि, पोटको मुनि प्लेटमा यसरी हाल्नुपर्छ। पातहरूतिर पानी रह्यो भने कुहिन्छ र हल्का यसरी थोरै मात्रामा यसो हल्का सुक्खा छ भने यसरी पत्तामा नपारिकन थोरै दिन मिल्छ। यसलाई खासै धेरै पानी चाहिँदैन। यो पत्ता मैले सारेको लगभग 1 महिना भयो होला, यो सरिसकेको छ। म चाहिँ प्राय डाइरेक्ट नै सार्छु, कोकोपिट, बलुवा र थोरै माटो मिसाएर, अनि त्यसमा अलिकति भर्मी कम्पोस्ट पनि मिसाउँछु। हेर्नुहोस् त, यो चाहिँ 6-7 हप्ता भयो होला। यसलाई पनि मैले डाइरेक्ट सारेको हो। यसको पत्तामा अलि धेरै घाम परेछ, इनडाइरेक्ट पनि डढिरहेछ। हेर्नुहोस्, यहाँनिर मैले डाइरेक्ट नै सारेको हो। यहाँनिर कतिवटा छ होला, एउटाबाटै हो, एउटा पत्ताबाट धेरैवटा निक्लिन्छ। यसलाई अब सार्नुपर्छ। यो सार्ने बेला भइसकेको छ। यो पत्ताबाट हो, यो यसको मदर लिफ हो। यसलाई आज सार्ने। म यो अफ्रिकन भयोलेट सार्न गइरहेछु। यसलाई चाहिँ मैले अलिकति बालुवा, अलिकति कोकोपिट र अलिकति माटो मिक्स गर्ने छु। माटो नहाली मलाई चित्त बुझ्दैन, खासमा त माटो नहाल्नु भन्छन्, तर पनि केही हुँदैन। र म यसमा अलिकति अर्ग्यानिक कम्पोस्ट मल छ, त्यो थोरै हाल्छु, धेरै मल हाल्नु पर्दैन अफ्रिकन भयोलेटलाई। अब म यिनीहरू तिनटै मिसाउन गइरहेछु। यसमा अलिकति यो अर्ग्यानिक कम्पोस्ट मल हो, त्यो पनि हाल्ने, धेरै हाल्नु पर्दैन। चारवटा रहेछ यसमा, एउटा पात सारेको।
मैले अफ्रिकन भोइलेट सारिसकेँ र हजुरहरूले मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद र मलाई मेरो युट्युब अकाउन्टमा गएर सब्स्क्राइब र लाइक गरिदिनुहोस्। थ्याङ्क यू।